साथीहरु, गुड इभिनिङ एन्ड सेवा वेलकम ब्याक टु माई च्यानल। म हजुरहरुकी प्यारी सकला राई फेरि पनि नयाँ भिडियो ल्याएर आइसकेको छु। फर्स्ट अफ अल त आज विशेष दिन रहेको छ, ह्याप्पी न्यू इयर, नयाँ वर्ष हैन। सो नयाँ वर्ष 2082 सालको धेरै धेरै शुभकामना। देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दिदी बहिनी, दाजुभाइ तथा इष्टमित्र नलनाता सबैजनालाई मलाई प्रत्यक्ष अप्रत्यक्ष चिन्ने नचिन्ने सबैमा नयाँ वर्ष 2082 सालको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु। हजुरहरूले चाहनु भएको सपनाहरू चाहिँ पुरा हुन्। 81 सालमा जे जस्तो भए पनि 82 सालमा चाहिँ एकदम सुखद मङ्गलमय चाहिँ तपाईहरुको जिन्दगी चाहिँ लाइफ बितोस् भन्न चाहन्छु। अनि म चाहिँ आज हाम्रो चाहिँ यता के रे पिकनिक भनौँ न, पिकनिक खाने भनेर भन्नुभएको थियो दाइहरुले। अनि यहाँ चाहिँ मास्तिर यता साइड डाँडातिर जाने भन्नुहुँदै थियो यो साइडमा। अनि पानी पर्यो नि त, अनि म चाहिँ भर्खर आएको। अनि दिदी लिन आउनु भएर अनि बाबु चाहिँ लगेर गयो भदैले। अनि सो म चाहिँ अब जाँदैछु। अनि आफन्तहरू पनि आउनु भएको छ, सो उहाँहरूसँग पनि भेट हुन्छ होला, धेरै वर्ष पछिको हाम्रो भेटघाट। सो म चाहिँ जाँदैछु साथीहरू, ल हेर्दै गर्नु होला, स्टे ट्युन है त। यहाँ चाहिँ कस्तो सेतो देखिरहेको छ क्यामेरामा, तर राम्रो छ है यो। पार्टी चलिरहेको छ हाम्रो पिकनिक अरे। यहाँ चाहिँ मैले ब्राउन फुलाइरहेको छु। न्यू इयरको हाम्रो यहाँ ब्राउन फुल 2082 सालको पिकनिक, हाम्रो पिकनिक यहाँ भइरहेको छ साथीहरू। हाम्रो साइली भाउजूलाई कति राम्रो कति त्यो पोहोरको माघे सङ्क्रान्तिमा भाउजू त एकचोटि देखा पर्नु भएको थियो मेरो भ्लगमा, त्यहाँदेखि त छैन। ऊ दसैँ तिहारमा पनि उता जानुभयो खोटाङतिर गाउँतिर, अनि त्यही भएर नत्र त टाइमै मिलेन। दसैँमा नि हुनु भएन नि तपाईँ? तिहारमा चाहिँ थियौँ। ए तिहारमा तिहारमा त है तिहारमा हुनुभयो। त्यहाँदेखि त त्यहाँ पनि हामीले कहाँ अलिअलि टिका लगाएको मात्रै भए हामीले भिडियो बनायौँ नि। त्यति पानी पऱ्यो नि त, त्यो दिन पनि पानी पऱ्यो। खतरा फुल त्यही आउँछ। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर। भाउजू निकाल्नु भयो ऊ क्या तेल खरियो क्या अब। दिदी ह्याप्पी न्यू इयर। दिदी ह्याप्पी न्यू इयर। अलिक ठुलो सालमा भन्नु न। हाम्रो चाहिँ यस्तो रमाइलो चलिरहेछ गाउँघरमा जस्तो भन्ने के अरे काठमाडौँमा बसेको छ होइन, एकदम रमाइलो भइरहेछ। तामाङको जय बन्न लागेको छ नि हाम्रो भएर पुरै गीत गाउँछ त। अब मम्मीलाई भेट्न जान्थ्यो। ह्याप्पी न्यू इयर मम्मी। धन्यवाद। कस्तो लागिरहेछ मम्मीलाई? आज राम्रो खुसी लागिरहेछ। आज 2082 साल हो नि त, अनि त्यही भएर हामी चाहिँ अब पिकनिक खाँदैछौँ नि मम्मी। मम्मीसँग भेट भइरहेछ हाम्रो चाहिँ। हजुर यहाँ मेरो भदैनी पनि यहाँ फुपू भन्छ। के गरेको तिमी? भुस्टेको बाख्रालाई? कम्ता रमाइलो छ यहाँ, बाख्राहरू पनि छ। हजुर ए हेर न यहाँ दिदीलाई, के अरे मामुलाई दिदी भन रे। दिदी यहाँ यता हेर्दै हेलो गरिदेऊ। हेलो फ्रेन्ड्स।
कान खानु भएको हो लडेर खेसमा नि हिलो हिलो बनाउनु भएछ है ल बस्ने ल ह्याप्पी न्यू इयर हेर्नु न क्यामेरामा गर्नु हेर्नु पर्यो नि त होइन खोटाङ्गे खोटाङ पनि हो तपाईँको घर म फर्स्ट टाइम नि नम ल हाम्रो चाहिँ चलेर यहाँ के अरे सेक्वा भइरहेको छ साथीहरू सेक्वा पोर्कको होइन पोर्कको मासु भन्छ यसलाई पोर्क मिट सेक्वा हाम्रो बन्दैछ यहाँ यस्तोमा भइरहेछ पापड बन्दैछ है साथीहरू हाम्रो चाहिँ पापड यहाँ भाउजू दुईजना भाउजूहरूले बनाउँदै हुनुहुन्छ नराउँछ ए यो तातो भएर होला हामी जान्छौँ है माथि के अरे बुन्दी के अरे ल यहाँ त जाउँ आऊ भाइ रोस्ट बन्दैछ हाम्रो चिकन रोस्ट यहाँ साथी यहाँ भाउजूले बनाउँदै हुनुहुन्छ यति धेरै कहिले खाइसक्नु हो हाम्रोमा सबैजना यहाँ हाम्रो चाहिँ यहाँ अब खानेकुराहरू रेडी भइसकेको छ सबैजना यहाँ भान्स चाहिँ के भन्छ भान्सी गर्दै हुनुहुन्छ यति धेरै हाम्रो खानेकुरा चाहिँ कहिले आइसक्नु त राम्रो थोरै छ त म चाहिँ खाना लागेको छु साथीहरू अनि उहाँ चाहिँ देखिनु भएको हाम्रो मेरो साइला दाइ हो अनि उहाँ चाहिँ भिडियोमा मैले देखाउन मजाले पाइनँ किनभने बिजी नै हुनुभयो नि त सबैजना आफ्नो काममा त्यस्तो भयो सो म चाहिँ भिडियो लिन्छु भनेर एकातिर फर्केर खाएँ अनि फेरि अनि एकछिन पछि चाहिँ म उतै गएँ भाउजूहरूसँगै खान यहाँ चाहिँ क्यामेरा मैले अब भिडियो हल्का लिन्छु भनेर सोचेर बसिरहेको छु यहाँ चाहिँ मेरो कान्छा दाइले यहाँ पोर्क खाँदै हुनुहुन्छ नि त होइन सो यहाँ मैले चाहिँ भिडियो लिइहालेँ अनि हाम्रो यहाँ जेठा दाइले लिँदै हुनुहुन्छ अर्को लिनु न भने अनि यहाँ खाँदै हुनुहुन्छ उहाँले पनि अनि यहाँ चाहिँ हाम्रो साइला दाइ मेरो मद्यपान धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ साथीहरू त्यही पनि मैले भिडियो बनाउँदैछु म चाहिँ भाउजूहरूसँगै खान आएँ यता यहाँ चाहिँ हाम्रो नाच चलिरहेको थियो नि त अनि गीतहरू पनि धेरैवटा बजाइएको थियो सो कपिराइट लाग्छ भन्ने मलाई चाहिँ डर हुन्छ क्या जहिले पनि यहाँ चाहिँ दाइहरू नाच्दै हुनुहुन्छ भाउजूहरू एकदम रमाइलो भइरहेको थियो अनि यहाँ चाहिँ अलिक लाइट पुगेको थिएन अनि पछि फेरि हाल्नुभयो दाइहरूले यो चाहिँ भर्खर रात परेको बेला मैले लिएको थिएँ भिडियो
अर्को लाइट यहाँ चाहिँ हाल्नुभयो अनि त्यसपछि फेरि झन् सुरु भइसकेको छ। यहाँ चाहिँ सबैजना नाच्दै छौँ भनौँ आफ्नै आफ्नै तालमा। म त अब जस्तो अवस्थामा भए पनि भिडियो बनाउनु चाहिँ छोड्दिनँ साथीहरू होइन। सबै हजुरसम्म चाहिँ होइन सेयर गर्छु हजुरसँग। गुड मर्निङ साथीहरू, वेलकम टु माई ब्लग अगेन। म चाहिँ दाइहरूकोमै बसेँ, सो म चाहिँ जाँदैछु चियाहरू खाएँ खाजा अनि निस्किँदै गरेको। दाइले पुऱ्याइदिँदै हुनुहुन्छ। यहाँ चाहिँ हिजोको जुन मोमेन्ट थियो त्यो चाहिँ एकदमै होइन अनफर्गटेबल मोमेन्ट चाहिँ भइरहेको थियो, अविस्मरणीय क्षण। किनकि हिजो चाहिँ फ्यामिली विथ सबैजना चाहिँ अब भेट भयो नि त, अनि भेटघाट प्लस अनि के भन्छ अब इन्जोइङ सबैजना सँगै बसेर एकदमै रमाइलो भएको थियो नयाँ वर्षमा। सो मेरो भिडियो चाहिँ इन्डिङ भएको थिएन नि त, सो म चाहिँ अब कन्टिन्यू गर्छु भनेर अनि म चाहिँ बिहान आएँ अनि मलाई चाहिँ दाइले पुऱ्याइदिनु भयो अनि यहाँसम्म। अनि सो मलाई चाहिँ रात यो के अरे आँखा पोलिरहेको थियो क्या, सुत्न त सुतेको थियो, आँखा पोलिरहेको थियो अनि फेरि आएर सुतेँ। अनि आएपछि एकछिन सुतेर फेरि अनि उठेँ दिउँसोतिर अनि के भन्छ अनि अलिक फ्रेस भएँ अनि सो खाजा खाएँ। अनि त्यसपछि फेरि भिडियो स्टार्ट गर्दैछु। अनि नयाँ वर्ष चाहिँ मेरो सायद यो फर्स्ट टाइममै यति धेरै रमाइलो भएको थियो। पोहोर चाहिँ हामी मम्मीहरूसँग उता चन्द्रगिरी गएको थियौँ, त्यहाँ नि रमाइलो भएको थियो। तर यसरी सबैजना फ्यामिलीसँग चाहिँ बसेर चाहिँ त्यस्तो भएको थिएन दसैँ तिहार बाहेक। अनि हिजो चाहिँ एकदमै रमाइलो भएको थियो, सबैजना भेट भयो अनि खुसी लाग्यो, एकदमै खुसी छु म चाहिँ। अनि के भन्ने अनि घुम्न चाहिँ बाहिर गइएन, जाने भनेर प्लानिङ थियो, पानी पर्यो। अनि हामीले पिकनिक चाहिँ अस्तिदेखि नै 10-15 दिन अगाडिदेखि नै हामीले प्लानिङ बनाएको थियौँ कि बाहिर नै गर्ने जाने घुम्ने, त्यहाँ बसेर खाँदाखेरि चाहिँ गर्दाखेरि चाहिँ एकदमै छुट्टै आनन्द आउँछ भनेर भनेको थियौँ। तर सुस्याट किनभने पानी पर्यो नि त, पानी पर्यो अनि पानीले अब सामानहरू पनि कता बोक्ने होइन। अनि सबैजना अब बेबीहरू पनि छन् नि त, अब नानी बाबुहरू पनि छन् अरू यहाँ दाइ भाउजूको। सो अनि घरमै बस्यो भने चाहिँ अब सबैजना भ्याउने नि हुनुभयो। अनि त्यसपछि सो रमाइलो खुसी पनि अनि टाइम पनि एकअर्काप्रति दिने भयो नि त, टाइम स्पेन्ड पनि भयो। सो घरमै मनायौँ भनौँ न, सेलिब्रेसन गऱ्यौँ। सो यस्तै भयो। हिजोको भिडियो चाहिँ एकदमै रमाइलो भएको थियो, सबैजना डान्स गरेर अब रमाइलो भयो। अनि मैले चाहिँ भिडियो फेरि कस्तो भनेदेखि फर्स्टको चाहिँ बनाएँ अनि लास्टमा बनाउँदाखेरि चाहिँ हामीले चाहिँ अब दुईचोटि खायौँ खाना। अनि बेलुका कति 8 बजेतिर फेरि खाना हामीले खायौँ नि त। अनि त्यतिखेर चाहिँ बनाउने भनेको फोनमा चार्ज सकिएको थियो अनि मैले चार्जर नै लगेको थिइनँ क्या यहाँबाट। अनि त्यसपछि यतै बस्ने भनेर अनि म चाहिँ उतै बसेर आएँ नि त, दाइहरूकोतिरै बसेँ। अनि 10 बजेको थियो राति अनि आएन, मलाई नि डर लाग्यो। अनि सो उतै बसेँ अनि फोनमा चार्जै भएन, चार्जै थिएन। यताबाट चार्ज अब फुलै लगेको थियो, यता अब भिडियोहरू खिच्दा उता चार्जै सक्यो। अनि सो त्यो भिडियोहरू चाहिँ अब मैले लिन पाइनँ, त्यस्तै छ। अरू त एकदमै रमाइलो भयो। सबैजनाले मेरो भिडियो चाहिँ फुल वाच गरिदिनु होला भनेर आशा गर्दछु र गरिदिनु पनि हुन्छ होला किनभने गरिदिनु पनि यो चाहिँ मेरो रिक्वेस्टै भयो। अनि अहिले चाहिँ अब धेरैजनाले मेरो भिडियो हेर्नु पनि छोड्नु भएको छ जस्तो लागिरहेछ, अब के भन्ने हेरिदिनु होला सबैजनाले। अनि यस्तै छ। अब अर्को भिडियोमा फेरि पनि ब्लगमा भेट्ने बाटाका साथ अब यो भिडियोलाई चाहिँ एन्ड गर्न चाहन्छु। ओके, थ्याङ्क्स फर वाचिङ, टेक केयर, बाई बाई, लट्स अफ लभ माई युट्युब फ्यामिली, डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। ओके, बाई बाई, सी यु नेक्स्ट ब्लग भिडियो, बाई बाई।